ल है साथीहरू, आज धेरै जाडो भएर यहाँ हेर्नुहोस्, जाडोमा खाने यही हो क्या, पकौडा पुरा 3-4 आइटमको पकौडा चाहिँ रेडी भएको छ। यो पकौडा चाहिँ म अब खान गइरहेको छु। ल हेर्नु है सबैजनाले, ल म चाहिँ अब खाना सुरु गरेँ। ल हेर्नु, सबभन्दा पहिला यो आलु उमालेर बनाएको पकौडा हो। एकदम राम्रो छ, टेस्टी छ। अर्को म तपाईँहरूलाई यो के भन्छ र चम्सुरको साग हुन्छ नि, हो यो चम्सुरको सागको यो पकौडा हो। हेरौँ यो खाएर कस्तो हुँदो रहेछ। यो पनि बेस्ट भएछ, राम्रो भएछ। अर्को चाहिँ कहाँ भयो, अर्को चाहिँ यहाँ प्याजको पातको है, प्याजको पातको पकौडा। यो पनि हेरौँ न, खाएर राम्रै हुन्छ होला। यो पनि बेस्ट छ। जाडोको बेलामा तपाईँहरू पनि यसरी गरी घरमा बसी बनाएर खानु होला है साथीहरू। ल सबैजनाले आफ्नो घरमा बनाएर खानु होला है। ल आजलाई यति नै हो, धन्यवाद।